कीर्तिपुर नगर मण्डप स्वीकृति विहार स्टेडियम पनि देखिरहेछ। कीर्तिपुरको स्टेडियम फ्लड लाइट्स शोभा आज नगर मण्डप स्वीकृति विहारमा कठिन दान गर्ने भएकोले प्रोग्राम चल्दैछ। Bamboo. समग्रानंजनुग्रहो समग्रमो धर्मो योगक्षेम दधंसि अनुजनानि विखवे वस्सानुपगन्तु वस्साने उपगन्तु वस्साने उपगन्तु श्रद्धेय भिक्षु महासंघ अखिल नेपाल भिक्षु महासंघ नायोजन जाकम अथु विशाल धर्मशोधन महास्तवे लगायत सकल संबद्ध पदाधिकारी फकालिते आयुष्मान आयुषो सकल कोठेलपुर अरागारिका आर्जनी अलिपुर ऐतिहासिक गरिमामय कीर्तिपुर नगरमा शोभायमान जातिहरू भाइ कीर्ति विहारका अलग विशेषताहरू नगर मण्डल विशेषण कथैबाट परिवारका थाइल्यान्डीय उपासक उपासिकाले अरे नेपाल उपासक उपासिकाहरू भक्तमानवको कल्याणकारी मानवको सही सत्यसँग नेपाल
गु पुण्य कार्य प्रतिमा ल लागू ज्या सम्पन्न जल थो गु थौ लन काय बिजापि प्राप्त बिजापि सह तो गन बालक रक्षाइन तय बिजाइ अले वो गन तो तय ताउ ख अनि फोटो त पानी पाना प्रोवाइड यान बिजात यान जिल्ला छ जी अले वो डाटा डेटा छेट अफरी अले आ छिसा मेउ पति चाहिँ मेउ चरण है अले आवश्यक दुपिन्द झिसा हाना मेउ ज्याजो लिपा कार्यक्रम यहाँ मैले अहिले भर्खर के भन्दै थिएँ भने जुन अहिले बुद्ध मूर्ति प्राप्त गर्नुभएका हाम्रा विभिन्न बिहारका प्रतिनिधिहरू उहाँहरूलाई म एउटा अनुरोध के गर्न चाहन्छु भन्दाखेरि यो जुन धेरै मेहनत गरेर बनाइएको थाइल्यान्डबाट हवाई जहाजमा राखेर ल्याएको त्यसैले यो अलि हाम्रो बिहारका प्रतिनिधिहरूले नेपाली अनि यो अघि हाम्रो पूज्य भट्टेज्यूले यसको पृष्ठभूमि बताउनु भएको थियो कि यो कसरी बुद्ध मूर्ति यहाँ प्राप्त भयो भन्दाखेरि यो थाइल्यान्डमा अघि हाम्रो पूज्य भट्टेज्यूले भन्नुभयो जस्तै थाइल्यान्डको जेलमा कारागारभित्र जुन मृत्युदण्ड पाएकाहरूलाई त्यहाँको आचरण शुद्ध गर्नको लागि हाम्रो पूज्य भट्टेज्यू त्यहाँ जेलमा गएर उहाँलाई धर्मदेशना गर्नुहुन्थ्यो। त्यहाँ विभिन्न देशका कैदीहरू हुन्थ्यो जो जीवन जन्मकैद के अरे मृत्युदण्ड पाएका जन्मकैद पाएकाहरू, तर उहाँहरूको लागि चाहिँ एउटा सत्कर्म प्राप्त होस् भन्ने हेतुले यो जुन थाइल्यान्डको जेलमा धर्मदेशनाको कार्यक्रम चल्दै आएको छ, त्यही क्रममा एउटा उनीहरूको लागि शुद्ध चित्त शुद्ध हुनको लागि बनाउनको लागि उनीहरूको दिमागमा धार्मिक विचार ल्याउनको लागि यो कैदीहरूलाई नै यो मूर्ति कसरी बनाउने भनेर त्यहाँको आर्ट काउन्सिलबाट त्यहाँ शिक्षकहरू गएर गुरुहरू गएर त्यहाँ सिकाएको थियो। अनि त्यही त्यहाँबाट सिकिएका हाम्रा कैदीहरूले यो विभिन्न कैदीहरूले मूर्ति उनीहरू आफैले बनाएकाहरू, त्यसैले यो कुनै पनि एउटै आकारको छैन, किनभने विभिन्न कैदीहरूले बनाएको राम्रो मोडेलहरूलाई एउटा खासा बनाएर फेरि यसलाई चाहिँ विभिन्न ठाउँमा जहाँ जहाँ आवश्यकता छ त्यहाँ पुर्याउनको लागि उहाँकै त्यो प्रोजेक्ट अनुसार यो बनेको थियो। र त्यही अनुसार नेपालमा पनि यो नेपाल बुद्ध जन्मेको देश भएकोले एउटा उहाँहरूको पनि पुण्य कार्य प्राप्त होस् भनेर नेपालमा पठाउने इच्छा भए अनुसार पहिला पनि एकचोटि पठाइसकेका थियो। यसपालि पनि यो 30वटा यस्तो मूर्ति आएको छ। यसमा आज जुन शुभ दिनको अवसरमा हामीले यो आदि आज वितरण गर्ने कार्यक्रम गऱ्यौँ। यो जुन बनाएकाहरू कैदीहरू सबै अहिले जेलैमा, उहाँहरू त्यो जेल बाहिर आउन पाउनुहुन्न, उहाँहरूको जीवनभर अब जन्मकैद पाएकाहरू, त्यसैले उहाँको अहिले काम भनेको त्यहाँ आफ्नो चित्त शुद्ध गर्नको लागि यो बुद्ध मूर्ति बनाउने, धर्मदेशना सुन्ने त्यो कार्य भइरहेछ। त्यसैले यो एउटा
सर्वसाधारण व्यापारिक हिसाबले बनाइएको नभइकन यो एउटा आफ्नो चित्त शुद्ध र धर्म प्राप्तिको लागि बनाएको हुनाले यसको धेरै अर्थ हामीले महत्त्वपूर्णका साथ लिनुपर्छ। त्यसैले जो हाम्रा प्रतिनिधिहरूले लिएर जानुभएको छ त्यसलाई अलि राम्रोसँग राख्नुहोला, दिनदिनै पूजापाठ गर्नुहोला र जहाँ तपाईँहरूले यो लगेर राख्नुहुन्छ त्यहाँको एउटा फोटो पनि पठाइदिनु भएकोमा हामी फेरि जसले यो मूर्ति पठाएका थियौँ हामी त्यसलाई पठाउँछौँ र जसले गर्दाखेरि उहाँहरूलाई पनि पुण्य प्राप्त हुन्छ र हामीलाई पनि पुण्य प्राप्त गर्छौँ। त्यसैले म विशेष अनुरोध यो जसले यो मूर्ति लिएर जानुभएको छ विभिन्न बिहारका प्रतिनिधिहरूले राम्रोसँग यसलाई प्रतिष्ठा गर्नुहोला र एउटा फोटो पनि पठाइदिनु हुन विशेष अनुरोध गर्दछु। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धास्स। जेठो नगरमण्डप स्वीकृति बिहार कठिन लागि बिजामी सधैँ भन्दै उहाँपिण्ड चाहिँ एकदम साह्रो yana chuna thojai विशेष yana thowa bijabi कठिन लागि झाबी सदालो बासको बासका बिन्द पञ्चशील बिहा बिजाएर जे भक्तको समगुट बिहा प्रमुख अधे अखिल नेपाल भिक्षु महासङ्घ अध्यक्ष सधैँ भिक्षु धम्मशोभन महाश्री मन्दिर प्रार्थना चुना नमो तस सोलो बनाइसा बुझाउ क्यामेराम्यानहरू अब बस्नु पर्यो साक्षी प्रार्थना गर्दैछ तपाईँले छेकिसक्यो जीवहरू बढी चन्द्रहरू बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि द्वितीयंपि बुद्धं शरणं गच्छामि द्वितीयंपि धम्मं शरणं गच्छामि द्वितीयंपि संघं शरणं गच्छामि तृतीयंपि बुद्धं शरणं गच्छामि तृतीयंपि धम्मं शरणं गच्छामि तृतीयंपि संघं शरणं गच्छामि पानातिपाता वेरमणि सिक्खापदं समादियामि
ทินนาดานาเวรมณีสิกขาปดังสมาธิยามิกามิสุมิจฉาตาราเวรมณีสิกขาปดังสมาธิยามิมุสาวาทาเวรมณีสิกขาปดังสมาธิยามิสุราเมรยมัจจปมาดทานาเวรมณีสิกขาปดังสมาธิยามิติสรเนนะสหปัญจศีลังธัมมังสาธุกังสุรคิตังกัตวะอัปปมาเดนะศีลังสัมปาเดธา Pancasin biar bijama jasa de biju Thomas Sobat Mahastri Patiada Yabego Sarado Tadi कठिन जीवन आने संसद महत्वबारे धर्मदेशना यहाँ विजयदा प्रगति मण्डप बुद्ध विहार प्रमुख सदैव भिक्षु कुण्डली महास्त्री पत्रियादा प्रार्थना यहाँ चुना विशेष सेना जी अनुरोध यहाँ चुना वो कैमरा कोटकाई भी सकले इरुठुरु मजो से छु पोसिसन चुना दी माउखा वो पोसिसन चुना क्यों गाना इरुठुरु मजो इटा जी अनुरोध यहाँ चुना बालको imam atta parikara bhikkhu sanghasa dema dutiyampi imam atta parikara bhikkhu sanghasa Dema Tatiyampi Ima Atta Parikara Bhikkhu Sanghasa Dema Itam Me Punyam Asavakkaya Vaham Hotu Idam me punyam nibbanasa patsayo hotu Idam me punyam sabbe satta sukhita bhavantu sadhu sadhu Dua अवस्था कठिन दादाबिन संसद दान बिहा विजय मेबी उपासक गर्नको भने फेर्न दिस है मेबी उपासक भए अस्तवयस्क कया भने फेर्न दिस Sadhu
श्रद्धालु उपासक उपासिकाबी जिसँग चाहिँ पुण्यान मोडना छैनौँ जिसँग थोन चाहिँ कठिन जीवदान बिहा गुलिन जिसँग चाहिँ पुण्य सञ्चय तो पुण्य अनुभाव जेतो नगर मण्डप सिकिति बिहार लिमाडुज्या बिहा प्रमुखज्या दिवंगत जया बिजाम चिसदे सुदर्शन महास्ति भन्टे लगायत नेपाल लगायत संसारले गुलिन दिवंगत जया बिजाबी भन्टे महाबिन्द जाति जला दुखमरुको निर्वाण प्राप्ति न क्याफेमा चाहिँ साधु साधु अनेक कठिन दाम बिगो जीव दाम बिहा गुलिन जिसँग पुण्य सञ्चित पुण्य अनुभाव जी कठिन दादा बिउ नाम गुलिन मर्या बिबि दक्षिण आ बिजाचो बि बिमेदको उपासक उपासक बिउ नाम मर्या पिन्दन विशेषण हजार दया विजाथे थाइल्यान्डले छि बडा महारानी भ्यल थों मन्ददेला छि महारानी न पुण्य अनुभाव यदि छुकालन पुण्य माग ठसे जमकया चोस तो पुण्य गया बालको ठसे जमकया पेमा बालको ठसे जमकया चोसान तो पुण्य गया छन् बालो ठसे जमकया अन्तिमे जाति जरा दुखमरुको दिवाम प्राप्ति न क्याफेमा साधु साधु दया जिसँग गाथा पुनाया पुण्यान मोदन्यानो इदन्नो ज्ञातिनं होतु सुखिता भवन्तु ज्ञातयो इदन्नो ज्ञातिनं होतु सुखिता भवन्तु ज्ञातयो इदन्नो ज्ञातिनं होतु सुखि भवन्तु ज्ञातयो एतावता चम्मेहि सम्पदं पुण्य सम्पदं सब्बे देवा अनुमोदन्तु सर्व सम्पत्ति सिद्धिया एतावता चम्मेहि सम्पदं पुण्य सम्पदं सर्वे सत्ता अनुमोदन्तु सर्व सम्पत्ति सिद्धिया एतावता चम्मेहि सम्पदं पुण्य सम्पदं सर्वे भूता अनुमोदन्तु सर्व सम्पत्ति सिद्धिया साधु 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 अस्ते परिष्कार दाता पिनी यवाने भन्टे पिन भिडियाए Pasti mah benar. Kami yun. Godmother. Bos mo.
मैले त्यो लिन आएको फेरि त्यसपछि त तपाईँ त अगाडि नै पुग्नु कैसा
Love. Survey pandemic da kisan 250 tai taya ina dida ina pina chuna.